हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै आरामै छौँ। सन्चै आरामै त छौँ, गर्मीले खान लाग्यो हो, मधेसको गर्मीले। यो बुटोल मधेसमा हुने को हुनुहुन्छ भन्नुहोस् त साथीहरू, तपाईँहरूतिर कतिको गर्मी छ हो? हाम्रोतिर त एकदमै गर्मी, यस्तो गर्मी छ बफ्रेबा। आज चाहिँ मैले आफ्नै भोइसमा बोलेर घरमा काम गरेको भिडियो लिएर आएको छु है साथीहरू। भोइस त राम्रो छैन, त्यही पनि प्रयास। म चाहिँ बिहानै उठेर झाडु लगाएँ, जताकतै पोछा लगाएँ, झाडु पोछा लगाएँ। अनि त्यस पछाडि लास्टमा मैले ब्रुस गरेँ। अनि ब्रुस गरिसकेर हात मुख धोएँ। हात मुख धोइसकेपछि चाहिँ एक पान जाँड थियो, अनि त्यसको चाहिँ रक्सी बसालिदिएँ मैले बिहानै। भिडियो अलि लामो नै भएछ। आजको मेरो यो भिडियो कस्तो लाग्छ है साथीहरू, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। अनि त्यस पछाडि चाहिँ मैले एक गिलास पानी पनि खाएँ। बिहान कस्तो तिर्खा लाग्यो के गर्मीले। अनि रक्सी पानी ताउलोमा खरानीको मसी लगाएँ। यस्तो ढुवालो भएर हावा चलेको, आगो नि नबलेर पछि लास्टमा बल्ल बल्यो। लास्टमा चाहिँ मजाले नै बल्यो आगो नि। यो रक्सी चाहिँ हामीले घरमा खाँदैनौँ है साथीहरू। यो रक्सी मैले बेचिदिन्छु दोकानमा। अनि त्यस पछाडि मैले बनाएँ जलुका। यो जलुका कसले खानुभएको छ कमेन्ट गरिदिइहाल्नु त ल साथीहरू। मलाई चाहिँ एकदमै मनपर्छ। करे हल्लेर कस्तो भयो, माइन्ड नगरिदिनु है साथीहरू, चलाउँदाखेरि हल्लियो क्या। आजलाई यति नै गाइजहरू, बाइ बाइ।